साई बन्दगी हाम्रो कबीरपन्थ धर्म अनुसार चलावा चौका र आनन्दी चौका सम्पन्न गर्नका निम्ति गुरबथानबाट गुरु साहेब र साहेब माई साहेबहरू आउँदै हुनुहुन्छ। हामी स्वागतका लागि छौँ। जुन यो चलावा चौका चाहिँ बितेर जाने व्यक्तिहरूको लागि, जुन हामी माझ हुनुहुन्न उहाँहरूको हंसाको लागि, हंसाले बाटो पाओस् भनेर गरिने पूजा हो। र भन्दै गुरु साहेब पनि आइसक्नु भएको छ। मेरो दादाले शङ्ख फुकेर चाहिँ स्वागत गर्दै हुनुहुन्छ। सबैजना एकदम मुस्कान सहित स्वागत गर्दै हुन्छ गुरु साहेबलाई। र गुरु साहेब चाहिँ भित्र जान आँट्नु भएको थियो। सबैजनाले हाम्रो यो सुन्दर सत्सङ्ग भवनमा रहेको निशान थानलाई चाहिँ दर्शन गरेर जाउँ न भनेर बैरङ्गी बाजेहरूले चाहिँ आग्रह गर्नुभएको थियो। त्यही आग्रह स्वीकारेर चाहिँ गुरु साहेब यता निशान थानपट्टि आउनुभयो र खोइ दियो भनेर पनि गरिरहनु भएको छ। अब उहाँहरूको बैरङ्गी बाजेहरूको कुरा चाहिँ दियो सँगसँगै स्वागत गरौँ भनेर भन्दै हुनुहुन्थ्यो। र त्यही भन्दा मेरो बुवा पनि दियो बाल्नको लागि आइसक्नुभयो। बाल्दै हुनुहुन्छ मिलेर। यो समय त्यहाँ अलिकति हावा चलेको थियो, त्यो भएको भएर पनि दियो बाल्न चाहिँ अलिकति टाइम लागेको। गुरु साहेब कुरिरहनु भएको छ कुरा गर्दै बैरङ्गी बाजेसँग। अनि भन्दै दियो पनि बालिसक्नु भएको छ। र अब भने त्यहाँनिर निशान थानमा गुरु साहेबले चाहिँ बन्दगी गरेर अब दया लिँदै हुनुहुन्छ। यो चाहिँ हाम्रो दया भन्छ, के गरेको भन्नु होला, दया भन्छ। हाम्रो बन्दगी गरेर दया लिनुपर्छ हाम्रो साधु धर्म अनुसार चाहिँ। र अब भने चाहिँ गुरु साहेब टाढोबाट थाकेर पनि आउनु भएको छ। सबैजना गुरु साहेब र साहेब माई साहेबहरूभित्र एकछिन रेस्ट गर्नुहुन्छ। त्यसपछि पूजा पनि एकछिनपछि सुरु हुन्छ। दादाले एकदम बल्लाएर शङ्ख बजाउँदै हुनुहुन्छ। र हेर्नुहोस्, मैले वरिपरिको दृश्य पनि तपाईँहरूलाई देखाएको छु। एकदम सुन्दर बनाउनु भएको छ। बनाउनु नि सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु यही भिडियो मार्फत। र मेरो बहिनी साई बन्दगी भन्दै पूर्व उतै बिहे गरेको बहिनी पनि आयो। र यो चलावा चौका आरती कार्यक्रम भनेछ, जुन चाहिँ मृत्यु भइसकेको व्यक्तिहरूको लागि। यहाँ चाहिँ बोजू अनि मेरो दादा त्यसपछि बहिनी तीनजनाको रहेको थियो। र मेरो बहिनीहरू चाहिँ गुरु साहेबहरू आइसक्नु भएको छ। अनि सबैजनाले हाँस्दै एकदम रमाइलो गरिरहेछ त्यहाँनिर। एकजना बहिनी चाहिँ फेरि चबाउँदैछ, के चबाएको भनेको अनि लजाइ पनि फेरि अनि मादल लिएर बजाउनलाई तर्खर लागि। पूजाको हाम्रो तयारी यस्तो छ, हेर्नुहोस् हाम्रो चाहिँ यस्तो पूजा हुन्छ, यसरी गर्नुपर्छ तयारी। अनि यता गफ गर्दै हुन्छ सबैजना भन्दै। अनि बाबुराम दाजु आउनुभयो, हेलो भनेको हेलो भन्दै हाँस्नुभयो। साई बन्दगी भन्दै के छ खबर, ठिक छ भन्दै हुन्छ, ठिक छ भने। अनि सबैजना यता पनि देवादेमा आमा बुबा बाजे मामा सबैजना गफ गर्दै हुन्छ। यही बेला गुरु साहेबको अब बाहिर थानमा आउने समय भयो। आउँदै हुनुहुन्छ सबैजना। साहेब माई साहेब सहित बैराङ्गी बाजेहरूले बाहिर ल्याउँदै हुन्छ थानमा, त्यहाँ आसन ग्रहण गर्नका लागि। र मेरो बहिनी वर्षा र अनिशितले पनि हाम्रो चाहिँ आरती सहित स्वागत गर्नुपर्ने भएको भएर यसरी स्वागत गरिरहेछ। बिस्तारी स्वागत गर्दै गर्दै अब त्यो जुन त्यहाँ देख्नु भएको छ तपाईँहरूले कुर्सी जस्तो सेतो, त्यहाँ चाहिँ अब गुरु साहेब आसन ग्रहण गर्नुहुन्छ। त्यसपछि आफ्नो पूजालाई अगाडि बढाउनुहुन्छ। जुन चाहिँ व्यक्तिहरूको मृतक व्यक्तिहरूको लागि चाहिँ हंसाले बाटो पाओस् भनेर आफ्नो धर्म अनुसार हुन्छ। हाम्रो यो साधु धर्म अनुसार हो। यसरी हाम्रो चाहिँ मृतकको हंसालाई बाटो लाउने काम हुन्छ, यसरी गर्नुपर्छ। अब एकछिन केही समय चाहिँ त्यहाँनिर उभिएर सबैजनाले आफ्नो ठाउँमा गएर स्रोत गर्दै हुनुहुन्छ। यसरी सबैजना तयारी नै हुन्छ। अब यो अनुसारै पूजाको पनि सुरुवात हुन्छ। र सबैजना उताबाट आउनुभएको बैराङ्गी बाजे, त्यसपछि पुजारी साहेब सबैजना हुनुहुन्छ। यता सबैजनाले सुरुवात गरिरहनु भएको छ। अनि मेरो बच्चापनदेखिको साथी पनि भिडियो खिच्न व्यस्त छ। उसको भिडियो मैले लेखेँ, उसलाई थाहै छैन, हेर्नुहोस्। अनि अब जोत बाल्ने समय भयो। जुन उहाँहरू चाहिँ बोजूको परिवार, उहाँहरूले जोत बाल्दै हुनुहुन्छ। यो भनेको पहिलो चरण थियो। अब सबैजनाले जोत बाल्नुपर्छ। परिवारको सबै व्यक्तिले जोत बाल्दै हुनुहुन्छ। मामा सानी बाजे सबैजना भएर अब त्यो जोत बालिसक्नु भएपछि चाहिँ साहे बन्दगी गर्नुपर्छ। अनि थानतिर गएर हाम्रो धर्म अनुसार यस्तो हुन्छ। तपाईँहरूलाई आश्चर्य पनि लाग्न सक्छ, तर हाम्रो यो धर्म अनुसार यस्तै हो। सबैजनाले साहे बन्दगी गरेर जानुभयो। अनि हाम्रो टर्न आयो। अब यो चाहिँ हाम्रो परिवार, बुवा आमा दिदी बहिनी हामी सबैजना। अनि सबैजनाले अब त्यहाँ बन्दगी गरेर हामी यथास्थानमा जान्छौँ। अनि त्यहीँबाट बसेर पूजा हेर्छौँ। अनि मेरो मामा अनि मेरो भाइ बहिनीको लागि त्यहाँनिर चाहिँ
अब जोत बालेर बन्दगी गरेर सबैजना यता स्थानमा गयौँ। अब फेरि पूजाको यता अर्को चरण सुरु भइरहेको छ। गुरु साहेबले त्यहाँनिर आफ्नो कार्यलाई अगाडि बढाउँदै हुनुहुन्छ। मेरो बहिनीहरू पनि त्यहाँ केही अब कसरी चाहिँ सुरुवात गर्ने अब त्यहाँ गरिरहेछ, हेरिरहेछ। बहिनीहरूले पनि यो यसरी खासै थिएन नि त, किनभने हामी यो ठाउँबाट अलिकति टाढै बस्छौँ। त्यो भएर उनीहरूलाई पनि सबै पूजाको कुराहरू थाहा थिएन। सिक्दै पनि छ, उनीहरूले हेर्दै पनि छ बच्चादेखिको। अनि यो उमेरमा आएर उनीहरूले बुझ्ने बेलामा एकैचोटि यो गर्दाखेरि उनीहरूलाई अलिक गाह्रो पनि भइरहेछ। अब भने चाहिँ गुरुको चाहिँ गुढा दुहेर भन्छ हाम्रो चाहिँ आशीर्वाद लिएर अब त्यसपछि पूजा सुरु हुन्छ। अहिले वर्षाले अब गुढा दुधेछ, त्यो गरेपछि अनि हामीले आशीर्वाद लिन्छौँ। अनि त्यसपछि सुरु हुन्छ गुढा दुह्यो। अब बहिनी र अनि 2जना बहिनीहरूले गरिरहेछ। अनि त्यहाँ पुजारी साहेबले पनि यस्तो यस्तो गर्ने भनेर सिकाउँदै हुनुहुन्छ। उनीहरूलाई पनि सबै कुरा थाहा छैन नि त। अनि अर्की बहिनीले चाहिँ अब फुलको माला चाहिँ गुरु साहेबलाई प्रदान गर्नुपर्ने हुन्छ। त्यसपछि बन्दगी गर्नुपर्ने हुन्छ, किनभने मैले हजुरलाई सुम्पिएँ है भनेको यो बन्दगी भनेको चाहिँ स्वीकार्नुहोस् मेरो यो मालालाई भनेर भनेको हो होइन, हाम्रो धर्मअनुसार चाहिँ। त्यसपछि गुरुले स्रोत गर्नुहुन्छ अनि त्यसपछि पूजालाई अगाडि बढाउनुहुन्छ। हेर्नुहोस् दृश्य हाम्रो यस्तो छ, पूजा यसरी गरिन्छ हाम्रो 7 धर्मअनुसार। यता हुनुहुन्छ सबैजना, उहाँहरू चाहिँ भजने टोली उतैबाट आउनुभएको, गुरबथानबाटै आउनुभएको साहेब माइसापाले चाहिँ यसरी भजन गाएर गाउनुहुन्छ। भजन पनि हुन्छ अनि सबै कुरा हुन्छ। अनि मेरो बहिनीले चाहिँ यहाँनिर चरण सबैजनालाई गुरु साहेबले दिनुभएको चरण दिँदैछ, सबैजनाले खानुपर्छ। अनि पूजा यता हुँदैछ, भजन पनि हुँदैछ, सबै कुरा हुँदैछ होइन। मैले यो भिडियो बनाउने क्रममा चाहिँ मैले सबै कुरा देखाउन सकिनँ, त्यसको लागि सरी। अहिले यति नै अहिलेलाई।